हाम्रो च्यानलमा यहाँलाई स्वागत छ। आज हामी नेपाली क्रिकेटका सुपरस्टार दिपेन्द्र सिंह ऐरीको प्रेरणादायक यात्रामा डुल्नेछौं, जसले नयाँ कीर्तिमान बनाउँदै नेपाललाई गौरव प्रदान गरिरहेका छन्। उनको कथा जान्नका लागि भिडियो अन्तिमसम्म हेर्नुहोला। 24 जनवरी 2000 मा नेपालको सुदूर शहर महेन्द्रनगरमा जन्मिएका दिपेन्द्र सिंह ऐरीले सानै उमेरदेखि खेलकुदमा रुचि देखाएका थिए। उनी आफ्नो उत्कृष्ट क्रिकेट कौशलका कारण स्थानीय प्रशिक्षकहरूलाई सधैँ प्रभावित पार्थे। परिवारको अद्वितीय समर्थनले उनको क्रिकेट सपना पूरा गर्न ऊर्जा दिएको थियो। दिपेन्द्रको पहिलो ठूलो सफलता उनले किशोर अवस्थामा आयो, जब उनले आईसीसी U19 वर्ल्ड कपमा नेपाललाई प्रतिनिधित्व गरे। 2017 को एसीसी U19 एसिया कपमा उनले उत्कृष्ट प्रदर्शन गरे, जसले उनलाई नेपालको होनहार क्रिकेट खेलाडीको रूपमा स्थापित गरियो। 2018 मा दिपेन्द्रले नेदरल्याण्ड्स विरुद्ध आफ्नो ओडीआई र टी20 अन्तर्राष्ट्रिय डेब्यू गरे। यहीँबाट संसारले उनको आक्रामक ब्याटिङ शैली र बहुमुखी बलिङ क्षमतालाई देखियो। तबदेखि उनी नेपाली टोलीको मुख्य खेलाडीको रूपमा चिनिन थाले। दिपेन्द्रकै करियर धेरै उल्लेखनीय उपलब्धिले भरिएका छन्। 2023 मा एसियाली खेलकुदको क्रममा उनले मंगोलिया विरुद्ध 9 बलमा अर्धशतक प्रहार गर्दै टी20 अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान बनाएका छन्। यसअघि उनले एसीसी प्रिमियर कपमा लगातार 6 छक्का प्रहार गरेर पहिले नै चर्चा कमाएका थिए। प्रत्येक महान खेलाडीको यात्रा चुनौती बिना हुँदैन, तर दिपेन्द्रको समर्पण र दृढताले सधैँ सफलता पाएको छ। कठिन हारबाट पुनः उभिनुहोस् वा नेपाललाई विजय दिलाउनुहोस्, दिपेन्द्रको आत्मा सधैँ प्रेरणादायक छ। मैदान बाहिर दिपेन्द्र उनको सरल र खेलप्रतिको समर्पणका लागि चिनिन्छन्। उनी आफ्नो सफलता परिवार, टोलीका साथीहरू र नेपाली क्रिकेट प्रशंसकको अद्वितीय समर्थनलाई श्रेय दिन्छन्। उनी मात्र खेलाडी होइनन्, नयाँ पुस्ताका क्रिकेट खेलाडीका लागि आदर्श पनि हुन्। 2025 सम्म दिपेन्द्र सिंह ऐरी नेपाली क्रिकेट टोलीका मुख्य स्तम्भ हुन्। उनको प्रतिभा र दृढताको साथ नेपाली क्रिकेटको भविष्य अझ उज्जवल देखिन्छ। भिडियो हेरिदिनु भएकोमा धन्यवाद। यदि दिपेन्द्रको यात्रा तपाईलाई प्रेरणादायक लाग्यो भने कृपया हाम्रो च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अब फेरि हामी अर्को भिडियोमा भेटौँला। धन्यवाद।